हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला। स्वागत छ हजुरहरूलाई मेरो डे 2 ब्लगमा, प्रति ब्लगमा। ल गुड मर्निङ। म चाहिँ उठिसकेँ, हजुरहरू पनि सायद उठ्नु भयो नै होला। अब चाहिँ म आफ्नो बिस्तारामा चाहिँ बिस्तारै पनि मिलाइसकेँ। अब भात बसाल्छु, भात बसालेपछि गर्छु है त। ओके मैले चाहिँ अब भात पनि बसालिसकेँ। अब मेरो अब तरकारी पकाउने बेला हुन्छ। आज किन यति छिटो भात तरकारी पकाएको भन्नुहुन्छ भने आज हाम्रो मम्मीको चाहिँ सब्जी बिगाएको छ, तालिम छ, अनि त्यही भएर म चाहिँ आज यति छिटो भात बसालेको हो। अब भात बसाल्छु अनि अब तरकारी के छ ढड्यान्छ गाइस। भरि भएर आउँछ। यहाँ मात्र केही छैन होला, अरू पुरै छ, यहाँ केही छैन। बोडी छ, यो के हो थाहा छैन, काँक्रा छ, फर्सी छ। यहाँ हामी घरको चाउमिन पनि खान्छौँ। हेर्नु मैले यति हिजो मात्र गराएको डिब्बा राखेको थिएँ, डिब्बा राखेको कति मिठो भने फर्स्ट टाइम अचार बनाएको गाइस। यस्तो अचार मैले गराइछ तिमीलाई मकाइ हरियो आउनुहोस्। यस्तो हुन्छ, एक्लै छोरी हुनुपर्छ, भएको काम आफैले गर्नुपर्छ। हिजो अस्ति फेरि म सन्चो पनि थिएन, अनि सन्चो नहुँदा मैले चाहिँ अघि पछि चाहिँ मलाई चाहिँ रुवा खोकी लाउँदा चाहिँ मलाई 1 हप्ता 2 हप्ता जति रुवा खोकी लाउने कि रुवा लाउने बित्तिकै खोकी लाएर खोकी चाहिँ बस्ने छ्याक्क हुन्छ 2 हप्ता 3 हप्ता लाउनु पर्ने। को लाउँछ यस्तो टाइफोइड जस्तै हुने के निमोनिया हुन्थ्यो मलाई सानामा। अनि पछि मलाई त्यस्तै हुने। अनि पछि मैले त रुवा खोकी लाउने बेलामा सुक्खा घाँटी खसखसाउने बित्तिकै मर पानी खाएको मलाई एकदम काम गर्यो। हजुरहरू पनि त्यस्तो छ भने मलाई जस्तै छ भने मह र तातो पानी खानु, अनि त्यो खाएँ। अनि त्यो मम्मीले के औषधि गरेर खानु दिनुभएको थियो, खाएँ। म एकदम बिरामी हुने मान्छे, रोगी व्यक्ति म हो को भन्दा प्रतिज्ञा नै पर्ने। ओके गाइज, आज हजुरलाई मैले बाहिरको भ्यू देखाउँछु। यस्तो कुहिरहेको होसिरहेको छ। यस्तो घामै लाउँदैन कि कति बेला चाहिँ छाप खाना त भएन, दिनै गएको छैन, उज्यालो त छ भर्खर। जस्तो घाम लागेको छ आज होला, घाम लागेको नै लागेको थिएन। ओके गाइज, आजलाई यति नै। अरू भिडियो पछि गराउँदै गरौँला। कस्तो लाग्यो कमेन्ट गर्नु होला, कमेन्ट गर्न चाहिँ नभुल्नु होला। यो चाहिँ के हो उसलाई आएछ भाइ। ल ओके बाई।